के त सर हाम्रो के को आन्दोलन हो के छ? नमस्कार, म चिरञ्जीवी पन्त, नेपाल रेडियो सोसाइटी बागवानी प्रदेशको महासचिव। आज हामी नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिएको ओएनएम नीति जुन छ त्यसको विरुद्धमा जुन ओएनएम नीतिमा हाम्रो रेगाफीमा दरबन्दीको कुराहरू छ, हाम्रो व्यावसायिक सुरक्षाको कुराहरू छ, त्यसको लागि हामी आज यो आन्दोलन गरिरहेका छौँ। आन्दोलनमा चितवनमा रहेका सरकारी तथा सम्पूर्ण प्राइभेट संस्थामा काम गर्ने सम्पूर्ण रेडियोलोजिकल टेक्नोलोजिस्टहरूको उपस्थिति रहेको छ। आज यो कार्यक्रममा यो अत्यन्तै राम्रो उपस्थिति हो। यो उपस्थिति जनाउनु हुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र साथै ओएनएम नीतिमा हाम्रो 8औँ तहभन्दा माथिको दरबन्दी नरहेको कारणले 8औँ तह, 9औँ तह र 11औँ तह, 7औँ तहमा हाम्रो दरबन्दी अविलम्ब सुनिश्चित गरियोस्। हामीलाई हाम्रो व्यावसायिक सुरक्षा, रेडिएसन भत्ताका कुराहरू लगायत विभिन्न कुराहरूमा हाम्रो जति पनि मागहरू छन् त्यो अविलम्ब पुरा गरियोस् र अस्पतालमा रेडियोलोजी विभागबाट रेडियो इमेजिङ विभाग छुट्टै बनाई त्यसमा हाम्रो व्यावसायिक सुनिश्चितता कायम गरियोस् भन्ने हाम्रो मुख्य माग रहेको छ।